किन गर्नु राष्ट्रिय गान गाइदिनुस् न म्याम आउँदैन प्लिज म्याम आउँदैन मलाई त राष्ट्रिय गान म्याम प्लिज आउँदैन भन्नु कक्षा कोठामा जानुको साटो यसरी हेर्नुस् मजाले सरहरु मिलेर गफ गरिराख्नु भएको छ है कक्षा कोठा छोडेर म्याडम बसेर गफ हाकिराख्नु भएको छ यो तरिका भयो तपाईहरुको यसरी नै पढाउनुहुन्छ बच्चाहरुलाई व्हाट इज नाउन What is your noun? English विषय व्हाट इज योर स्कुल नेम सनी कुमारी माझी सर्टमा विद्यार्थीको बटम समेत छैन यसरी देख्नुस् कपडाको अवस्था देख्नुस् तै पनि उहाँहरु पढ्न आउनुहुन्छ खुट्टामा चप्पल पनि छैन विद्यार्थीको कपडाको अवस्था हेर्नुस् तर पनि उहाँहरु चाहिँ पढ्न आउनुहुन्छ यो विद्यालय मात्र होइन यो विद्यालय भनेको एउटा ज्ञानको मन्दिर हो जहाँ कि हरेक मान्छेले हरेक व्यक्तिले निशुल्क शिक्षा पाउँछ यो सामुदायिक विद्यालयमा तर यति बेला यो विद्यालयले राजनीतिको अखाडा बनाइदिएको छ यति बेला कक्षा चलिरहेको छ र कुनै पनि यहाँ शिक्षक उपस्थित छैन र मेरो पछाडीको दृश्यमा देखाउन चाहन्छु मजाले यसरी हेर्नुस् शिक्षक शिक्षिकाले मजाले हेर्नुस् यसरी एक्सरसाइज गरिराख्नु भएको छ उहाँहरु चाहिँ कक्षा कोठामा जानुको साटो यसरी हेर्नुस् न मिलेर आफुमा गफ गरिराख्नु भएको छ कुरा गरिराख्नु भएको छ र यहाँ चाहिँ कक्षा कोठाहरु सबै खाली रहेको छ यहाँ देखाउ यहाँ सबै कक्षा कोठाहरु खाली रहेको छ तपाई साच्चै क्लासमा हुनुहुन्थ्यो अनि चौरमा को बसिरहेको थियो त अच्छा यहाँ बाल विकासको शिक्षिका बाहिर हुनुहुन्थ्यो आफू चाहिँ पढाउने सरकारी स्कुलमा तलब खाने सरकारको तर आफ्नो केटाकेटीलाई चाहिँ पढाउने बोर्डिङ स्कुलमा किताब पढ्न आउँछ आउँदैन तपाईले पढाउनु भएको व्यक्ति त उहाँहरुले बुझिराख्नु भएको छैन कि त तपाईहरुले पढाउन आउँदैन मेरो प्रश्न छ ठाडो हुन्छ है माइन्ड नगर्दिनु होला 7 क्लासमा विद्यार्थीहरु पढ्छ किताब पढ्न आउँदैन 5 क्लासमा पढ्छ किताब पढ्न आउँदैन तपाईको बच्चा कहाँ पढिराछ न ढाडिकन भन्नु होला बोर्डिङमा छ नि अनि यो गरिबको बालबालिकाहरुलाई अहिलेसम्म किताब 4 कक्षामा पढिरहेको छ किताब पढ्न आइरहेको छ नि गल्ती चाहिँ कसको तपाईको निहुराएको छ त्यसलाई मात्रै सोध्नु भयो धेरै पढ्ने पनि छन् तपाई भन्नुस् तपाई इशारा गर्नुस् म त्यही छन् यही भित्र पढ्ने किताब पनि पढ्ने छ अहिले देखाउनुस् म त्यहीसँग सोध्छु नमस्ते स्वागत छ यहाँहरुलाई कार्यक्रम सीधा प्रहारमा म आदित्य अझै दर्शकबिन्द यहाँहरुलाई जानकारी गरौँ यति बेला हामी चाहिँ सप्तरीको हनुमाननगर कंकाली नगरपालिका वाडा नम्बर 1 स्थित रहेको श्री कोशी आधारभूत विद्यालय निर आइपुगेका छौं र जसरी हामीले अधिकांश विद्यालयहरुमा गएर ती सामुदायिक विद्यालयहरुको अवस्था देखायौं ती सामुदायिक विद्यालयमा भइरहेको व्यथिति भ्रष्टाचारको काण्डहरु हामीले देखायौं ती शिक्षक शिक्षिकाहरुले कसरी बालबालिकाहरुलाई पढाइरहेको छ कस्तो शिक्षा प्रदान गरिरहेको छ ती बालबालिकाले त्यहाँ कस्तो शिक्षा पाइरहेको छ कसरी अध्ययन गरिराख्नु भएको छ ती सबै समस्या यहाँहरुलाई चाहिँ हामीले देखायौं र यति बेला हामी चाहिँ छड्के क्रममा यहाँ देखाइरहेका छौं यो चाहिँ श्री कोशी निम्न माध्यमिक विद्यालय रहेको छ भारदा 1 ब्यारेज 2049 सालमा यो चाहिँ स्थापना भएको हो र यहाँ जानकारी गरौँ यहाँ चाहिँ हामी गेटमा छिर्ने बित्तिकै यहाँ चाहिँ हामी के देख्यौ भने ती शिक्षक शिक्षिकाहरू कक्षा कोठामा जानुको साटो यहाँ चाहिँ चौरमा बसेर घाम तापिराख्नु भएको थियो यसरी हामी देखाइरहेका छौं कक्षा कोठामा जानुको साटो यसरी हेर्नुस् मजाले सरहरु मिलेर गफ गरिराख्नु भएको छ है यहाँ भनेको यति बेला कक्षा चलिरहेको छ र कुनै पनि यहाँ शिक्षक उपस्थित छैन र ठ्याक्कै हामी यहाँ क्यामेरा राउन्ड गरौँ यहाँ देखाउ र मेरो पछाडीको दृश्यमा देखाउन चाहन्छु मजाले यसरी हेर्नुस् शिक्षक शिक्षिकाहरूलाई हेर्नुस् मजाले शिक्षक शिक्षिकाले मजाले हेर्नुस् यसरी एक्सरसाइज गरिराख्नु भएको छ उहाँहरु चाहिँ कक्षा कोठामा जानुको साटो यसरी हेर्नुस् न मिलेर आफुमा गफ गरिराख्नु भएको छ कुरा गरिराख्नु भएको छ र यहाँ चाहिँ कक्षा कोठाहरु सबै खाली रहेको छ यहाँ देखाउ यहाँ सबै कक्षा कोठाहरु खाली रहेको छ यो साइड देखाउ हामी यो साइड देखाउ यहाँ देखाउ यो कक्षा कोठा खाली रहेको छ है कक्षा कोठा खाली रहेको छ यो कक्षा कोठा हेर्नुस् खाली रहेको छ कक्षा कोठा है म्याम उहाँ हुनुहुन्छ म्याम यो तपाईको कक्षा होइन यो तपाईको कक्षा कोठा हो कि होइन यो तपाईको कक्षा कोठा हो कि होइन म्याम अनि तपाई कक्षा यसरी 4 कक्षा लेखेको छ 3 कक्षा तर 4 कक्षाले त्यो बाल क्लास त्यो कक्षामा दियो नि अनि चेन्ज गर्नु अनि तपाईहरु यहाँ कक्षा कोठा छोडेर म्याडम बसेर गफ हाकिराख्नु भएको छ यो तरिका भयो तपाईहरुको यसरी नै पढाउनुहुन्छ बच्चाहरुलाई हैन किन कारबाही हुँदैन उहाँहरुमाथि म त त्यो सोचेर अचम्म छु कि यस्तो हामीहरु प्रमाण सहित समाचार संकलन गर्छौं यसरी सामुदायिक विद्यालयको व्यथिति हेराउँछौं अवस्था देखाउँछौं विद्यालयहरुको रिपोर्टिङ गर्दै गरेको क्रममा आज चाहिँ हामी यो विद्यालयमा आइपुगेका छौं यो चाहिँ कति कक्षा हो बाबुहरु 3 कक्षा हो तपाईको नाम के हो प्रेम कुमार यो कति कक्षा हो 3 अहिले कुन विषय हो प्रतिमा म्याडम अहिले उहाँको विषय कुन विषय नेपाली हो उहाँ चाहिँ कहाँ जानु भएको छ प्रतिमा म्याडम कहाँ जानु भएको छ नेपाली बुझ्नुहुन्छ ल यसरी हेर्नुस् 3 कक्षामा पढिराख्नु भएको छ सामुदायिक विद्यालय हो नि त अखन जे छै घंटी कौन विषय छै यहाँ सबके अखन नेपाली छै ई विषय के पढाबै छै प्रतिमा मैडम कत गेल छै अखन ओकर घंटी भए गेलै घंटी अब अखन जे छै अहाँ सब खाली के बैसल छी अखन अब कौन घंटी छै अखन अब गणित
गणित के पढ़ावे छ इंदिरा मैडम कत गेल छ और अखन 4 क्लास में पढ़े अखन 4 क्लास पढाइलाको बाद एमे त र यति बेला चाहिँ यो कक्षा कोठामा कुनै पनि शिक्षक अथवा शिक्षिका उपस्थित छैन हामी देखाइरहेका छौं मे आई कम इन यो कति कक्षा हो म्याम 3 कक्षा 4 कक्षा हो 4 कक्षामा पढिराख्नु भएको छ म्याडम एकछिन बोल्नु तपाईसँग मिल्छ हजुर यो कति कक्षा हो 4 कक्षा अनि 3 कक्षामा यति बेला चाहिँ कसको घन्टी हो मेरो थियो यसको अगाडि योभन्दा अगाडि तपाईँकै थियो अनि अहिले चाहिँ कसको घन्टी हो अहिले त्यो त अहिले सरहरू होला नि हजुर त्यो अर्कै सरको हो न तै पनि तपाईँ यो विद्यालयको कर्मचारी हुनुहुन्छ शिक्षिका हुनुहुन्छ अनि तपाईँहरूले एटलिस्ट थाहा हुनुपर्ने हो नि त त्यो अर्को म्याडमको थियो त्यो अहिले बिदाम छ बिदामा हुनुहुन्छ त्यो खाली छ अहिले नाम के भन्नुभयो म्याडमको त्यो बेबी म्याडम अनि तपाईँको नाम चाहिँ के हो मेरो प्रतिमा माझी तपाईँ कति कक्षासम्म पढाउनुहुन्छ यहाँ 7 कक्षासम्म धेरैजसो व्यक्तिहरूले दर्शकहरूले कमेन्ट गर्नुहुन्छ कि यो चाहिँ एकदम सानो कक्षाको बच्चा हो योसँग प्रश्न नगरिदिनुस् यो देखाऊ यो 4 कक्षामा पढ्ने बालबालिकाहरूलाई हेर्नुस् हामी चाहिँ कक्षा अनुसार नै उहाँहरूसँग प्रश्न गर्नेछौँ तपाईँको के नाम हो बाबु मुकेश कुमार मण्डल हो कति कक्षामा पढ्नुहुन्छ म कक्षा 4 मा पढ्छु कक्षा 4 मा पढ्नुहुन्छ हो किताब पढ्न आउँछ हो तपाईले किताब पढ्न आउँछ हो ल त्यसो भए अलिकति पढ्नुस् त यहाँ ल यहाँ पल्टाउनुस् तपाईँ यहाँबाट पढ्नुस् ल रुपिया जनालाई बराबर हुने गरी बाँड्दा एक जनाले कति रुपिया पाउँछन् एकटा बाकसमा प्रेम कुमार सदा ल यहाँ पढ्नुस् त एकपल्ट सलमा न आउँदैन है ल ठिक छ ओके आउँछ भने भन्नु होला आउँदैन भने मलाई भन्नु होला है आउँछ तपाईलाई के नाम हो तपाईको प्रभास कुमार मुखिया के भन्नुभयो प्रभास कुमार मुखिया किताब पढ्न आउँछ आउँछ हो सोधौँ त्यसो भए सोध्न मिल्छ ल एकछिन यहाँ किताब राख त तिम्रो किताब खै ल यहाँ राख्नुहोस् कुनै एउटा गाउँ थियो त यहाँ कान छलाल र रूपमाती नाम गरेका 2 जना बुढाबुढी बसथे उनीहरू सारै इमानदार ल ठिक छ इमान के नाम हो तपाईको भाइ आशिक कुमार मुखिया कहाँ छ घर बाहिरमै छ किताब पढ्न आउँछ आउँदैन है कति कक्षामा पढ्नुहुन्छ तपाईँ 4 मा नेपाली बुझ्नुहुन्छ नेपाली बुझ्नुहुन्न ए बेन्च पठाएर आउनु दुनु आदमी आउनु म यहाँ म के देखाउन गइरहेको छु भने तपाईहरुलाई अनौठो लाग्न सक्छ होला तर अनौठो नमान्दिनु होला म उहाँहरुको ड्रेसको अवस्था देखाउन चाहन्छु मैले पटक यही क्यामेरा मार्फत माइक मार्फत चिच्याएर भन्दै राख्छु नि यो सामुदायिक विद्यालयमा पढ्नु भनेको गरिबको छोराछोरी मात्र हो दलितको छोराछोरी मात्र हो उहाँहरुको अवस्था हेर्नुस् यहाँ शर्टमा बटम समेत छैन विद्यार्थीको म देखाउन चाहन्छु शर्टमा विद्यार्थीको बटम समेत छैन यसरी देख्नुस् कपडाको अवस्था देख्नुस् तै पनि उहाँहरु पढ्न आउनुहुन्छ खुट्टामा चप्पल छैन म देखाउन चाहन्छु खुट्टामा चप्पल पनि छैन विद्यार्थीको कपडाको अवस्था हेर्नुस् तर पनि उहाँहरु चाहिँ पढ्न आउनुहुन्छ यो विद्यालय मात्र होइन यो विद्यालय भनेको एउटा ज्ञानको मन्दिर हो जहाँ कि हरेक मान्छेले हरेक व्यक्तिले निशुल्क शिक्षा पाउँछ यो सामुदायिक विद्यालयमा तर यति बेला यो विद्यालयले राजनीतिको अखाडा बनाइदिएको छ ल तपाईहरु बस्नुस् है तपाईहरु बस्नुस् यसरी हेर्नुस् अवस्था सामुदायिक विद्यालयमा उहाँ म्याम हुनुहुन्छ म्याम तपाईको बच्चा कहाँ पढिरहेछ नढाँटिकन भन्नु होला बोर्डिङमा छ नि अनि यो गरिबको बालबालिकाहरूलाई अहिलेसम्म किताब 4 कक्षामा पढिरहेको छ किताब पढ्न आइरहेको छ नि गल्ती चाहिँ कसको उहाँहरुको बाउ आमाको हो कि तपाईहरुको हो हामीहरुको पनि होइन म्याडम यो सरासर गल्ती तपाईहरुको हो यसरी हेर्नुस् त्यो भाइलाई शर्टको बटम समेत च्यातिएको त्यो सधैँ भन्छु त्यो गरिबीको कारण हो त्यो हो यो भनेको सामुदायिक विद्यालयमा सधैँ भन्छु त्यो चप्पल लगाएर आउनु छैन म्याडम कहाँबाट लगाउनुस्
जो हो गर्न सक्दैन कहाँबाट ल्याउँछ त? तपाईहरु जस्तो अमिर भए पो त तपाईहरु जस्तो धनी भए पो त बच्चाहरुलाई प्राइभेट बोर्डिङ स्कुलमा त्यो टाई बेल्ट लगाएर पठाउनुहुन्छ होला त म के गर्नु त? यो कमजोरी कसको? हामीहरु तपाईहरु यहाँ पढाइराख्नु भएको छ, कति दिनदेखि पढाइराख्नु भएको छ? यहाँ 5-6 वर्षदेखि। हजुर 5-6 वर्षदेखि। 5-6 वर्षदेखि। एक दुईवटा प्रश्न गरौँ म्याम। हो, सबभन्दा पहिला सुरुवातमा राष्ट्रिय गान गाइदिनुस् तपाईँ। गाउनुस् न म्याम राष्ट्रिय गान। सयो थुङ्गा फुल कहाँमी ओटे माला नेपाल अलि जोडले सर्वमयी फैलिएका मेची महाकाल प्राकृतिकका कोटी कोटी सम्पदाको आँचल वीरहरूको रगतले स्वतन्त्र अटल ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। भयो? यति हुन्छ? यति आउँछ? आधी आउँछ है? ठिक छ। अरू अब तपाईँलाई आउँदैन, आई नो द्याट भेरी वेल। यसरी हेर्नुहोस्, म्यामलाई आधी राष्ट्रिय गान मात्रै याद छ। यो 4 कक्षामा अध्ययनरत बालबालिकाको अलिकति तपाईँहरू उमेर पनि हेरिदिनु होला, किनभने अब जुन हिसाबले हामी देखिरहेका छौँ पक्कै पनि हामीलाई लागिरहेको थियो कि उहाँहरू चाहिँ 1-2मा पढ्ने बालबालिका हुनसक्छ होला। तर यी 4 क्लासमा पढ्ने यी बालबालिकाले सामान्य मैले अब बढी प्रश्न म गर्न चाहदिनँ विद्यार्थीहरूसँग, त्यही भएर होला कि मैले सामान्य विद्यार्थी भाइ बहिनीहरूलाई किताब पढ्न लगाएँ। तर ती विद्यार्थी भाइ बहिनीहरूलाई त किताब पढ्न समेत आएन। अब योभन्दा ठुलो दुर्भाग्यको कुरा के हुन सक्छ त? जसरी हामीले एकजना बच्चाको उदाहरण यहाँहरूलाई देखाए, यो विद्यालयमा कुनै मन्त्री, कुनै सांसद, कुनै नेता, कुनै जनप्रतिनिधिहरूको छोराछोरी पढ्दैन। इभेन कि यहाँ पढाउने ती शिक्षक शिक्षिकाहरूको समेत बालबालिका यो विद्यालयमा पढ्दैन। किन त होला? कारण के त? किनभने यी शिक्षक शिक्षिकाहरूलाई पनि थाहा छ यो विद्यालयमा भनेको, सामुदायिक विद्यालयमा भनेको राम्रो गुणस्तरीय शिक्षा यी बच्चाहरूले पाइरहेको छैन भनेर। गुड मर्निङ। कति कक्षा हो बहिनी? कति कक्षा हो? 5 कक्षा हो। अहिले कुन विषय? इंग्लिश। एकछिन तपाईहरुसँग कुरा गर्न मिल्छ? हो सर? व्हाट इज योर नेम? माय नेम इज अमित कुमार मुखिया। अहिले चाहिँ तपाईँ कुन विषय पढिराख्नु भएको छ? इंग्लिश। हजुर? होइन ठिक छ, बस्नुहोस्। कति कक्षामा पढिराख्नु भएको छ? 5 कक्षामा। व्हाट इज नाउन भनेर आउँछ? सिकाउनु भएको छ सरले? सर सिकाउनु भएको छ? व्हाट इज नाउन? व्हाट इज नाउन? किताब पढ्न आउँछ? हजुर? किताब पढ्न आउँछ? यहाँबाट किताब पढ्नुहोस् त्यसो भए। आई होइन, ई हो। सम। POESE। यो 5 क्लासको यो 5 कक्षाको अवस्था हामी देखाइरहेका छौँ। हुन त हामी बढी प्रश्न गर्न चाहदैनौँ बालबालिकाहरूसँग, तैपनि अलिकता होइन यो विद्यालयको व्यथिति र यो शिक्षाको अवस्था, यहाँको बालबालिकाहरूले कस्तो शिक्षा पाइरहेको छ त्यो देखाउनलाई, यहाँको शिक्षाको गुणस्तरीय देखाउनलाई उहाँहरूसँग प्रश्न गर्नुपर्ने हुन्छ। यथार्थ कुरा राख्नलाई। के नाम हो बाबु तिम्रो? ओमप्रकाश कुमार माझी। ओमप्रकाश कुमार माझी। व्हाट इज नाउन? इंग्लिश विषय हो, त्यही भएर मैले सोधेको। आउँदैन? इंग्लिश विषय। यसले कुन विषय हो? इंग्लिश। इंग्लिश हो नि। अनि व्हाट इज नाउन? व्हाट इज योर नाउन? इंग्लिश विषय। तपाईलाई आउँछ? के नाम हो तपाईको? राजु कुमार सदा। आउँछ? आउँदैन। आउँदैन? तपाईलाई आउँछ? के नाम हो तपाईको? कृष्णा। आउँछ? किताब पढ्न आउँछ? आउँदैन। हजुर? आउँदैन। किताब पढ्न आउँदैन। तपाईले किताब पढ्न आउँछ? आउँछ। आउँछ? के नाम हो बहिनी तपाईको? मेरो सोनी कुमारी माझी। सोनी कुमारी माझी। कति कक्षामा पढिराख्नु भएको छ? कक्षा कति कक्षामा पढिराख्नु भएको छ? 5मा। 5मा। एक दुईवटा प्रश्न गरौँ। व्हाट इज योर स्कुल नेम? सोनी कुमारी माझी। व्हाट इज योर स्कुल नेम? आउँदैन? व्हाट इज योर नेम? सोनी कुमारी माझी। व्हिच क्लास डु यु रिड इन? आउँदैन? के नाम हो? भन्नु। राधिका कुमारी राम हो। विद्यालय सधैँ आउनुहुन्छ? आउँदैन। आउनुहुन्न? किन आउनुहुन्न त विद्यालय? नेपाली बुझ्नुहुन्छ? बुझ्नुहुन्न? यो 5 कक्षा हो। 5 कक्षाको अवस्था हामी देखाइरहेका छौँ। स्कुल सब दिन आबै छियै?
ल मैले नेपालीमा सोध्दा विद्यालय सधैँ आउनुहुन्छ भनेर आउँदिनँ, मैथिलीमा त्यही कुरा सोधेँ विद्यालय आएछु भनेर, मैथिलीमा मैले सोधेँ अनि आउँछु भनेर। अब यो सामुदायिक विद्यालयको अवस्था हो। के नाम हो तिम्रो बहिनी? निशा कुमारी सदा। निशा कुमारी सदा। निशा कुमारी सदा है। कति कक्षामा पढ्नुहुन्छ? 4 5मा पढिराख्नु भएको छ। एक दुईवटा प्रश्न गरौँ? किताब पढ्न आउँछ? आउँदैन? ल त्यसो भए ठिकै छ, सोध्दिनँ। के नाम हो तपाईँको? सुलेखा कुमारी मण्डल। सुलेखा कुमारी मण्डल। किताब पढ्न आउँछ बहिनी? आउँदैन? अब यहाँ भनेको मैले प्रतिक्रिया लिए अनुसार मलाई लाग्छ कि यहाँ भनेको अब तपाईँहरूले आफै सुन्नु भएको होला, यहाँ गरिब दलितको बालबालिका मात्र पढिरहेको छ। कुनै पनि अब मैले अघि पनि भने कुनै पनि नेताहरूको छोराछोरीमा पढ्दैन। इभेन सर एकछिन यहाँ आइदिनुहोस् तपाईँ हजुर, एकैछिन यहाँ आइदिनुहोस्। तपाईँको परिचय भन्नुहोस् त। राजकुमार राउत। राजकुमार राउत। कहाँ घर कहाँ छ तपाईँको? सुनसरी। मैले तपाईँकै सामनेमा बालबालिकाहरूसँग एक दुईवटा प्रश्न गरेँ। इभेन कि उहाँहरूलाई चाहिँ त्यो प्रश्नको जवाब त छोडिदिनुहोस्, किताब समेत पढ्न आएन। 5 क्लासमा पढिराख्नु भएको छ। विद्यार्थीहरू यति कमजोर हुनुमा चाहिँ गल्ती दोषी को? अब यहाँ हेर्नु भयो भने सबै लगभग नपढ्ने छैन। अब तपाईँले सोध्नु भएको लगभग जस्तो जो चाहिँ सोद्धाखेरि माइक अब त्यहाँ विद्यार्थीको नजिक लाग्दाखेरि जो चाहिँ अब टाउको निहुराएको छ त्यसलाई मात्रै सोध्नुभयो। धेरै पढ्ने पनि छन्। तपाईँ भन्नुहोस्, तपाईँ इसारा गर्नुहोस्, म त्यही छन् यही भित्र पढ्ने किताब पनि पढ्ने छ। अहिले देखाउनुहोस्, म त्यहीसँग सोध्छु। ठिकै छ, हेर्नु सबैलाई हेर्नु न, तपाईँ गुरु हुनुहुन्छ, पढ्ने पनि छ, पढ्ने पनि छन्। सुन्नुहोस् न हजुर, मैले तपाईँसँग अर्कै प्रश्न गरेँ। तपाईँले अब यो विद्यालयमा मानौ यो कक्षा कोठामा यत्रो 10, 12, 15 जना विद्यार्थीहरू पढिराख्नु भएको छ भने एटलिस्ट यसमा 2-4 जना ल बिग्रियोस् उहाँहरू पढ्न सक्नु भएन, त्यति म मान्छु। तर यहाँ 1-2 जना मात्र ट्यालेन्ट भएर के हुन्छ त? यसको मतलब तपाईँले पढाउनु भएको कि त उहाँहरूले बुझिराख्नु भएको छैन कि त तपाईँहरूले पढाउन आउँदैन। मेरो प्रश्न सर ठाडो हुन्छ है, माइन्ड नगरिदिनु होला। तपाईँको विचारमा के लाग्छ हामीले नपढाएर यस्तो भएको? तपाईँको बच्चा कहाँ पढ्दैछ त्यो भन्नुहोस्? तपाईँको बच्चा कहाँ? त्यो मेरो सरोकारको विषय हो। मैले जति यसमा देखाएँ नि सबै विद्यार्थीको अवस्था देखेर तपाईँहरू बुझ्न सक्नुहुन्छ होला उहाँहरू चाहिँ कस्तो परिवारबाट हुनुहुन्छ होला। म कसैको बेइज्जती गर्न चाहिरहेको छु नि, इभेन उहाँ सरको पनि बेइज्जती गर्न चाहेको होइन मैले। उहाँ पनि एउटा गुरु हुनुहुन्छ, शिक्षक हुनुहुन्छ। तर समस्या कहाँ आउँछ भने कुनै पनि शिक्षकको छोराछोरी सामुदायिक विद्यालयमा पढिरहेको हुँदैन। र त्यो नपढ्नुको कारण के होला त? यो शिक्षाको अवस्था जुन स्तर जुन खस्किएको छ यति बेला, यो विद्यालयको अवस्था पनि मात्र होइन, यति बेला नेपालभरिकै सामुदायिक विद्यालयको अवस्था भनेको यस्तै रहेको छ। यो विद्यालय जस्तो ठाउँलाई राजनीतिको अखाडा, राजनीतिको केन्द्र बनाइदिएको छ। यो चाहिँ कति कक्षा हो? ल अब म्यामसँग सोधिरहेको छु, म्याम कति कक्षा हो भने विद्यार्थीसँग सोध्नुहोस्। कति कक्षा हो भन्नु हजुर? ओ सरी, ल सरी ल यसो गर्नुहोस्, तपाईँ आउनुहोस्। के नाम हो तपाईँको? तपाईँको के नाम हो? इन्द्रावती माझी। इन्द्रावती माझी। कहाँ छ घर तपाईँको म्याम? भारदा। यो चाहिँ कति कक्षा हो? त्यो बच्चाहरूलाई सोध्न लगायो त मलाई के सोध्नुहुन्छ? 1 2 हो, कति कक्षा हो? यो कुनै तरिका भयो बच्चाहरूसँग सोध्नु न? बच्चाहरूलाई जुन क्लासमा आउनुभयो बच्चाहरूलाई सोध्छु न। अनि तपाईँहरूलाई थाहा हुन्छ यो बोल्छ कि बोल्छन् बच्चाहरूलाई सोध्नु न कति कक्षा हो? तपाईँ भन्न सक्नुहुन्न? मैले भने नि त 1 कक्षा हो, 2 कक्षा हो। अनि यहाँ आइदिनुहोस् न म्याम, किन त्यहाँ टाढा गइराख्नु भएको छ? यहाँ छ। तपाईँ कति कक्षासम्म पढाउनुहुन्छ? कति कक्षासम्म पढाउनु? म पराबी हो जुन कक्षामा हुन्छ त्यो कक्षामा पढाउँछु। त्यो कक्षामा पढाउनुहुन्छ? एक दुईवटा प्रश्न गरौँ तपाईँसँग। किन प्रश्न गर्नुहुन्छ? जे काम गर्नुहुन्छ त्यो प्रश्न गर्न नै आएको हो तपाईँहरूसँग। के प्रश्न गर्नुहुन्छ? किन गर्नु? राष्ट्रिय गान गाइदिनुहोस् न म्याम। आउँदैन प्लिज म्याम। आउँदैन मलाई त राष्ट्रिय गान म्याम प्लिज। आउँदैन भन्नु न। राष्ट्रिय गान के हो सुन्नु? तपाईँहरू नै सुनाइदिनु, तपाईँहरू सिक्नुहुन्छ? ल म सिकाएर तपाईँलाई सिकाएर जान्छु, तर अलिकति मेरो प्रश्न जवाब दिनुहोस् न प्लिज। त्यही त भनेको मैले, अब कति भन्नु? के भन्नु म्याम? तपाईँहरू गरिराख्नु भएको प्रश्नको जवाब दिनुहुन्न। के प्रश्नको जवाब दिनु? राष्ट्रिय गान गाइदिनुहोस् न म्याम। आउँदैन मलाई। अनि यो बच्चाहरूलाई तपाईँ 1-2 मा के सिकाउनुहुन्छ? के सिकाउनु? जे सिकाउनुहुन्छ त्यो सिक्छ। जे सिकाउनु छ त्यही नै सिकाउँछु। तपाईँ त योभन्दा ठुलो क्लासमा पनि क्लास लिनुहुन्छ नि त? लिन्छु नि त। लिनुहुन्छ नि? त्यही त 1-2वटा प्रश्न गरेँ। राष्ट्रिय गानबाट सुरुवात गरेँ, राष्ट्रिय गान नै गाउनु भएन? आउँदैन मलाई, के गर्नु? आउँदैन? आउँदैन। तपाईँ यहाँ करारमा हुनुहुन्छ? राहतमा। राहत शिक्षक त्यही त है? हजुर। यो हनुमाननगर कंकाली नगरपालिकासँग शिक्षा शाखासँग के अनुरोध गर्न चाहन्छु भने म्याडम कलिकता एक्जाम लियोस्। अब कुन हिसाबले उहाँहरूलाई चाहिँ नियुक्ति गरिएको छ कि पावर पहुँचकै भरमा नियुक्ति गरिएको छ? किनभने म मुखमै बोल्छु है, त्यहाँ म्याडम रहेको छ, म यहाँ बोलिरहेको छु, मलाई फरक पर्दैन त्यो कुराले। किनभने यो बालबालिकाको भविष्य जुन अहिले खराब भइरहेको छ नि, जुन बर्बाद भइरहेको छ, त्यो मबाट बर्दाश्त हुँदैन। म आउन मिल्छ? ल बस्नु। कति कक्षा हो यो? के नाम हो तपाईँको? शिवकुमार मुखिया। शिवकुमार मुखिया। अनि अहिले चाहिँ कसको घन्टी हो यहाँ? अहिले राजकुमार सरको। राजकुमार सर कहाँ छ?
त्यो बारमा बाहिर राजकुमार सर बाहिर हुनुहुन्छ अनि तपाईँहरूले चाहिँ यहाँ के गर्न लाउनु भएको छ सरले अभ्यास गर्न अभ्यास गरिराख्नु भएको किताब पढ्न आउँछ हो के नाम हो बहिनी तिम्रो लक्ष्मी कुमार मण्डल कति कक्षा हो यो 6 कक्षा किताब पढ्न आउँछ ल पढ्नु एकपल्ट अलिकता यहाँबाट पढ्नु मा छन् दा यसका आपमा आएदा उनीले गएका कामा ल लिभ इट छोडिदिनु के नाम हो तपाईँको नीतिश कुमार मण्डल नीतिश कुमार कति कक्षा हो यो 6 कक्षा किताब पढ्न आउँछ आउँदैन आउँदैन के नाम हो तपाईँको आरती कुमारी मण्डल ल यहाँ पढ्नुहोस् त बहिनी मन र आँखाले देखेका सुन्दर कुराहरूको चित्र बनाएरै जीवन बिताउ जस्तै लाग्छ तपाईँलाई आउँछ बहिनी आउँछ हो बहिनी तपाईँलाई आउँछ हो ल त्यसो भए अलिकति यहाँ पढ्नुहोस् तपाईँ पनि यहाँदेखि पढ्नुहोस् बाटामा सामान अति साना ठुला सवारी साधन गुड्छन् आकाशमा ल ठिक छ विद्यार्थीहरूसँग बढी प्रश्न गर्न चाहदिनँ न त मैले गरेँ सामान्य मैले किताब पढ्न आउँछ कि आउँदैन भनेर सोधेँ र विद्यार्थीहरूले जसरी किताब पढ्नु भएको छ तपाईँहरू सबैले मूल्याङ्कन गरेर बुझ्न सक्नुहुन्छ होला साँच्चीकै यो विद्यालयको शिक्षाको अवस्था कस्तो रहेको छ शिक्षाको स्तर कस्तो रहेको छ हाम्रो पवन राम मेरो नाम भयो कङ्काली नगरपालिका कोशी ब्यारेज वडा नम्बर 3 यो विद्यालयमा मैले अहिले रिपोर्टिङ गर्दा तपाईँहरू पनि यहाँ उपस्थित हुनुहुन्थ्यो हजुर मैले केही बालबालिकाहरूसँग सामान्य किताब पढ्न लगाएको थिएँ मैले धेरै प्रश्न पनि आज गरिनँ र त्यो किताब समेत पढ्न आएन बालबालिकाहरूलाई त्यो हेर्दाखेरि यहाँको शिक्षाको स्तर कस्तो छ होला तपाईँले के महसुस गर्नुभयो यहाँको शिक्षाको के छ भनेर यहाँ टाइममा कुनै काम हुँदैन ठिकै छ बच्चा बुच्ची पढ्न आउँछ त्यसको निगरानी जतिखेर स्कुल खुल्छ हैन खुल्न बित्तिकै त मास्टरको ह्यान्डओभरमा हुन्छ त्यो मास्टरले केयर गर्दैन अरू फोहोर सोहोर छ खाजा साजा आउँछ त्यो पनि यहाँ पाउनु छैन त्यो खाजाको त सबै कुरो चाहिराखेको हुन्छ तर यो मास्टरहरूलाई केही गर्दैन सरसफाइ केही गर्दैन बच्चा बुच्चीले केयर गर्दैन त्यो हामीसँग मात्रै अनुरोध छ कि यो व्यवस्थापन समितिहरू जति छ यो व्यवस्थापन समितिले सोच्नुपर्ने हो उहाँलाई हुँदैन भने माथि कारबाही गर्नुपर्ने हो के नाम हो तपाईँको बुधन माझी तपाईँ चाहिँ अभिभावक हुनुहुन्छ तपाईँको बच्चा यो विद्यालयमा कति वर्षदेखि पढिराख्नु भएको छ अध्ययन गरिराख्नु भएको 7 वर्ष यो विद्यालयमा बुझ्दाखेरि साँच्चीकै के को समस्या छ के समस्या छ यहाँको मास्टर यो कभी आबै छ कभी नहीं आबै छ कभी विद्यार्थीको टाइम पे स्कुल आबै छ कभी नहीं आबै छ विद्यार्थी हेट्न मास्टर टाइट नहीं हेट्न अपन काम करे मास्टर फिरार मास्टर सब टीचर शिक्षिका सब पढ़ाबैत रही है कि करते रही सब अब कभी कहियो अब आबै छै मास्टर टाइम पर कोई नहीं आबै कोई विद्यार्थी नहीं आबै छै मास्टर टाइट नहीं न विद्यार्थी नहीं आबै छै मास्टर टाइट विद्यार्थी पढ़ा देते अपन विद्यार्थी दिन से बोर्डिंग में सरकारी में दिन अपन सरकारी में के भ्यालु उठ्न रहते सरकारी का यति बेला हामीसँग हुनुहुन्छ यहाँ यो विद्यालयको प्रधान अध्यापकज्यू र मेरो यो पट्टि देख्न सक्नुहुन्छ 2-3 जना अभिभावकज्यूहरू हुनुहुन्छ पहिला चाहिँ म अभिभावकज्यूहरूसँग कुराकानी गर्छु उहाँहरूको समस्या बुझ्छु त्यसपछि हामी चाहिँ ती प्रश्नको जवाब प्रधान अध्यापकज्यूसँग लिनेछौँ तपाईको परिचय भन्नुस् त सर मेरो नाम रामकृष्ण मण्डल हजुर विद्यालयको समस्या बारे भन्नुस् विद्यालयको समस्या धेरै गम्भीर छ हजुर विद्यार्थीहरूलाई एउटा पनि पढाइ हुँदैन कुनै व्यवस्था छैन व्यवस्था समितिहरू जुन छ त्यो त कतिचोटि भनेको छ व्यवस्था समितिले 3 साल भइसकेछ एकचोटि पनि बैठक गरेको छैन त्यो त धेरै गाह्रो छ विद्यार्थीहरूले धेरै समस्या छ 7 क्लासमा विद्यार्थीहरू पढ्छ किताब पढ्न आउँदैन 5 क्लासमा पढ्छ किताब पढ्न आउँदैन कुनै पनि शिक्षा छैन मात्रै यिनीहरूलाई पैसा मात्रै चाहियो व्यवस्था समितिहरूले भन्छ बैठक गर्नु कुनै थाहै छैन वडा अध्यक्षको थाहा छैन मेजरको थाहा छैन कुनै थाहा छैन कुनै यसको ठेकानै छैन स्कुलको धेरै समस्या राजनीतिको अखाडा बनेको छ अखाडा बनेको छ धन्यवाद सर तपाईको परिचय भन्नुस् त हाम्रो नाम ललन मण्डल हो अहिले
अहिलेको टाइममा स्कुलमा अहिले 3-4 विषय हुनुपर्ने अहिले 1 विषय मात्रै भएको छ त्यो पनि अब शिक्षकको लापरवाही कारणले भएको छ अर्को कुरा यहाँ व्यवस्थापन समितिको पनि त्यतिकै नै लापरवाही चलिरहेछ त्यो पनि अब हुन त बनिसक्यो अध्यक्ष तर त्यसको कुनै कामै राम्रोसँग काम चासो लिँदैन कामै गर्दैन त्यति अर्को कुरा छ कि न वडा अध्यक्षले राम्रोसँग नहेर्छ न मेयरले हेर्छ मैले हामीहरू सबै युवा मिलेर 3-4 चोटि पत्र पठाए स्कुलबाट पनि पत्र गए तर कुनै वास्तै गरेन कुनै मतलबै राख्दैन वडा अध्यक्षले राख्छ न मेयरले राख्छ त्यो त्यस्तै लबारी जस्तो छोडिदिएको छ यो विद्यालय अनि यहाँको सरकारी शिक्षकको विद्यार्थीहरू के छ भने नि आफू चाहिँ पढाउने सरकारी स्कुलमा तलब खाने सरकारको तर आफ्नो केटाकेटीलाई चाहिँ पढाउने बोर्डिङ स्कुलमा प्राइभेट स्कुलमा पढाउनु छ किन उहाँहरूलाई त थाहा हुन्छ नि त सामुदायिक विद्यालयमा राम्रो शिक्षा पाउँदैन बच्चाहरू हो त्यही हो कुनै टिचरको अहिलेसम्म मैले हेरेको छैन कि आफू चाहिँ पढाउँछ सरकारी स्कुलमा अनि केटाकेटीलाई बोर्डिङमा पढाउँछ आफ्नो केटाकेटीलाई सरकारी स्कुलमा पढाएर देखोस् नि कस्तो अवस्था हुन्छ विद्यार्थीहरूलाई आफूले सरकारको पैसा खान्छ अनि विद्यार्थीलाई आफ्नो विद्यार्थीलाई प्राइभेटमा दिन्छ अनि यहाँको जनता विद्यार्थीलाई यहाँको सर बालबालिकाहरूले पाइरहेको शिक्षाको अवस्था हेर्दाखेरि तपाईँहरूले चाहिँ कतिको अभिभावकहरूलाई कतिको चित्त दुख्छ पुरै चित्त दुख्छ नि कतिचोटि आवाज पनि उठाए कुनै लावारी जस्तै छ परिवर्तन केही आएन न वडा अध्यक्षले ध्यान दिन्छ न मेयरले ध्यान दिन्छ हस् धन्यवाद छ सर स्वागत छ यहाँलाई फेरि म स्वागत गर्न चाहिँ है धन्यवाद तपाईँको फेरि एकपल्ट परिचय भनिदिनुहोस् राजकुमार राउत यो विद्यालयमा जसरी अभिभावकज्यूहरूले तपाईँको समक्ष नै यति बेला उहाँहरूले चाहिँ धेरै गुनासोहरू राख्नु भएको छ त्यो गुनासोहरूको विषयमा भन्दा के भन्न चाहनुहुन्छ के भन्नुहुन्छ अब उहाँहरूको गुनासो ठिकै छ विद्यार्थी कमजोर छन् है हामीले गर्ने प्रयास गरिरहेछौँ अध्ययन अध्यापन जुन कार्य छ त्यसमा हामी पछाडि हटेका छैनौँ कहिले पनि पछाडि हट्दैनौँ पनि र हामीले मेहनत गर्दा गर्दै पनि विद्यार्थीको स्तर कमजोर भइरहेको छ अब यसको विभिन्न कारणहरू छन् अब यो शिक्षकले मात्रै पढाएन शिक्षकले मात्रै केही गरेन भने होइन अब यहाँको विद्यार्थी भन्नुभयो भने धेरै अनियमितता छ रेगुलर छैनन् कतिपय विद्यार्थी र सब प्राय निम्नवर्गीय वर्गका बालबच्चाहरू आउने भएकोले कति अब काम पर्यो भने अब समयमा विद्यालय एब्सेन्ट हुन्छ सर मैले जसरी गेटमै अहिले इन्ट्री गर्दाखेरि मैले सुरुवातमा जब विद्यालयमा इन्ट्री गर्न लागेँ मैले के हेरेँ भने मेरो क्यामेरामा पनि त्यो कैद छ कि शिक्षक शिक्षिकाहरू त्यहाँ घाममा बसेर कुरा गरिराख्नु भएको थियो यो अहिले जाडोको मौसममा फर्स्ट घन्टी अब बाल विकासको कक्षाको विद्यार्थीलाई बाहिर पनि ल्याएको थियो बसाएर मेरो प्रश्न खत्म भएको छैन त्यति मात्र सीमित थियो ल ठिक छ अहिले म यहाँ रिपोर्टिङ गरिरहेको बेलामा कक्षा कोठा चलिरहेछ तर तपाईँको शिक्षक शिक्षिकाहरू त्यहाँ झुन्ड भनेर कुरा गरिराख्नु भएको छ यो तरिका भयो अब तपाईहरूको अब विद्यालयमा अब के भन्छ यहाँका युवाहरू र यहाँका अभिभावकहरू भेला भएको कारणले अब त्यो एकछिन अब कुरा गर्नु हैन सर यो मैले प्रश्न पनि तपाई आउँदाखेरि क्लासमा थियो कि थिएन हैन सर मैले आउँदाखेरि त क्लासमा थिएन यहाँ चोरमा गफ गरिराख्नु भएको थियो फिल्डमा गफ गरिराख्नु भएको थियो मेरो क्यामेरामा कैछ म त्यो सिन यहाँ राख्दिन्छु ठिकै छ राख्नु होला जस्तो खिच्नु भयो सीएम राख्नु होला तपाईले ल ठिक छ मलाई टोकर बस तपाई साच्चै क्लासमा हुनुहुन्थ्यो अनि चौरमा को बसिरहेको थियो त यहाँ बाल विकासको शिक्षिका बाहिर हुनुहुन्थ्यो लगभग के भन्छ त्यहाँ विद्यार्थी फर्स्ट घन्टी त्यहाँ जाडो छ भनेर भनेका थियो बाहिर आएको थियो चाहिँ विद्यार्थीभित्र गयो त्यसपछि सायद अब आउने बेला म पनि क्लासमा थिएँ त्यति ध्यानले हेरिन बाहिर निकालेको त्यो कुरा अब छोडिदिनुहोस् त्यो कुरा हामी देखाइदिन्छौँ जनताहरूलाई ल मलाई एउटा कुरा अब भन्नुहोस् यहाँ चाहिँ अभिभावक भेला आज 1-2 वर्षमा कतिपल्ट भएको छ भर्खर 2 चोटि यो 4 गते र योभन्दा अगाडि 26 गते दुई चोटि भयो 26 गते पनि भएको हो नि अभिभावक भेला राम्रोसँग भएन भने त्यो त अर्को कुरा हो तर भयो तपाईँ यहाँको जिम्मेवार व्यक्ति हुनुहुन्छ प्रधान अध्यापक जस्तो गरिमामय पदमा बसिराख्नु भएको छ यो साँच्चीकै यो विद्यालयको अवस्था अहिले हेर्दा तपाईँलाई पनि त्यो मान्नै पर्छ अहिले अवस्था हेर्दाखेरि शिक्षाको अवस्था एकदम खसिरहेको छ यसलाई चाहिँ कसरी सुधार गर्नुहुन्छ जसरी यसमा चाहिँ गरिब दलितको बालबालिकाहरू पढिरहेको छ उहाँहरूसँग धेरै ठुलो आश लिएर यो विद्यालयमा आउने गर्छ किनभने शिक्षा सामुदायिक विद्यालयमा त सबैको लागि शिक्षा निःशुल्क छ सबै बराबर हो सरकारको लागि हो कि होइन अनि यस्तोमा सर ती गरिबका बालबालिकाहरूले फेरि पनि पढ्न पाउँदैन भने यसमा त अब दोष कसलाई दिने त्यसपछि अब यहाँ हेर्नु यो धेरै फ्याक्टरहरू छ यसको समस्याको अब शिक्षक हामी अब यहाँ हेर्नु मैले शिक्षकको मात्र दोष दिन खोजेको होइन सर जसरी तपाईँहरूले चाहिँ नगरपालिकाबाट अथवा वडा कार्यालयहरूबाट केही साथ सहयोग दिन्छ कि दिँदैन कि मात्र राजनीतिक यहाँ गर्न आउनु मैले यो 78 सालदेखि यहाँ योभन्दा पहिलेको जुन प्रोफेसर हुनुहुन्थ्यो उहाँ चाहिँ सर्व भएर जाँदाखेरि मैले चाहिँ कार्यभार प्रधानाध्यापक पनि होइन प्रको जिम्मेवारी अहिले चलाइराखेको छु र यो 3 वर्षको अवधिमा मैले
व्यवस्थापन समिति पनि थिएन। व्यवस्थापन समिति भेला 3 चोटि भेला गराएर व्यवस्थापन समिति पनि निर्माण गराए। त्यसपछि अब यो 1.5 वर्ष 2 वर्ष लगभग यो बिचमा अभिभावक भेला भएन। समितिको बैठक निरन्तर भइरहेछ। विद्यालयको जे जति समस्याहरू छ त्यो समितिको मार्फत वडा कार्यालय नगरपालिकामा पनि अवगत गराउँदै आएको छु। राजनीति कतिको भइरहेछ सर? राजनीति म आफै त्यो सरकार यहाँ राजनीतिको कुरा मलाई थाहा छैन। म आफै त्यो राजनीतिमा संलग्न छैन, न कसैसँग कुनै त्यो छैन। अब यहाँको राजनीति के हो गाउँको हुँदै होला नि त यो शिक्षा सुधार गर्नमा विद्यालय। अब हामीले त्यो जुन निकाय छ हामीले राख्नुपर्ने कुरा त्यो निकायहरूसँग हामीले बारम्बार जस्तै शिक्षकको पनि अभाव छ। एउटा क्लास अलरेडी त्यो कम्बाइन गरेर चलाउनु परेको छ 1 र 2 क्लासलाई र ती समस्याहरू छ र त्यसको शिक्षकको माग शिक्षकको पनि कमी छ। अब 8वटा क्लास छ 7 जना छौँ 7 जनामा एउटा क्लास त सधैँ कम्बाइन हुन्छ, कम्बाइन चलाइराख्नु पर्छ। बालबालिकाहरूलाई सर खाजामा के दिनुहुन्छ? खाजा अब के छ भने अब नगरपालिकाले पनि अब यो खाजा पोहोरको सालमा पनि खाजा लगभग पुस माघ फागुनतिर निकासा दिन्छ अनि त्यो अनुसार अब निकासा भएपछि हामीले चलाउने हो। अब अहिलेसम्म खाजाको रकम निकासा भएको छैन र विद्यार्थीहरूले जसरी शिक्षा पाइरहेको छ त्यो शिक्षा स्तर बढाउन के कस्ता पहलहरू गर्नुहुन्छ? अब यो अभिभावक भेला पछाडि हुन त योभन्दा पहिले पनि मैले के गर्ने गरेको छु भने सबै क्लास शिक्षकहरूलाई सबै क्लासको विद्यार्थीहरूलाई हाजिरी रजिस्टरमै त्यो अभिभावकको नाम जस्तै धेरै दिन अब 4 दिन 5 दिन एब्सेन्ट भयो भने त्यस्ता विद्यार्थीहरूलाई फोन कल मार्फत के कति कारणले आएन त्यो पनि जानकारी गराउनु भनेर त्यो पनि सुरुदेखि गर्दै आएको छु र अब चाहिँ त्योभन्दा झन् अब कडा रूपले त्यो गर्नुपर्छ र टिफिनमा भाग्ने विद्यार्थीहरूको लागि पनि अब त्यो अनुसारको व्यवस्थापन गर्दै लैजानुपर्छ र हामीले गर्दैछौँ। मैले यो 3 वर्षको अवधिमा गर्न चाहेको धेरै हो तर गर्न चाहँदै पनि भइरहेको छैन र यसको विभिन्न समस्याहरू छन्। अब त्यो समस्याहरू अब सबै समाजले साथ दियो भने यहाँको अभिभावकले पनि आफ्नो बालबालिकाले घरमा राम्रोसँग केयर गरियो भने होमवर्क गरेर पठाइदियो भने रेगुलर विद्यालय पठाइदियो भने पक्कै पनि राम्रो हुनेछ र विद्यालयबाट हामी शिक्षकले गर्ने जति प्रयास गरिरहेछौँ राम्रै गर्न खोजिरहेछौँ अब त्यसमा हामी पछि पर्दैन। अच्छा शाखासँग म के अनुरोध गर्न चाहन्छु भने हनुमाननगर कंकाली नगरपालिकाको यहाँ चाहिँ साँच्चीकै शिक्षकको कमी छ र यहाँ शिक्षकको संख्या पूरा भएन भने विद्यार्थीहरूले राम्रो शिक्षा कहाँबाट पाउन सक्छ त? अघि पनि देखायो र अहिले पनि हामी देखाइरहेका छौँ। अहिले पनि कति कक्षा कोठाहरू खाली नै रहेको छ जसमा कि बालबालिकाहरूले पढ्नुको साटो यसरी हेर्नुहोस् न त्यहाँ अलिकति जुम गरिदिनु होला हल्ला गरिराख्नु भएको छ यसरी हेर्नुहोस्। अधिकांश कक्षा कोठाहरू यति बेला खाली नै रहेको छ किनभने यहाँ शिक्षाको कमी छ कि यहाँ राजनीतिको चलखेल बढी भयो कि यहाँ भ्रष्टाचार बढी भयो तर हामीले देखाए अनुसार यहाँ पढाइ चाहिँ राम्ररी हुँदैन। यो विद्यालयको पनि स्तर अन्य सामुदायिक विद्यालय जस्तै रहेको छ जुन कि यति बेला हरेक सामुदायिक विद्यालयको अवस्था यस्तै रहेको छ जसमा कि पढाइ कम र भ्रष्टाचार राजनीतिक धेरै भइरहेको छ जसलाई चाहिँ विद्यालय कम र राजनीतिको अखाडा बनाइदिएको छ। र यति बेला हामी यहाँहरूलाई देखायौँ यो चाहिँ ब्यारेज स्थित नै रहेको श्री कोशी आधारभूत विद्यालयको अवस्था हामीले देखायौँ। दर्शकबिन्द यहाँहरूलाई जानकारी गरौँ हामीले चाहिँ यो विद्यालयको विविध अध्यक्ष भेचन मण्डलज्यूसँग पनि सम्पर्क गरेँ। उहाँले चाहिँ फोन गरेँ मैले र उहाँले चाहिँ के भन्नुभयो भने म आउन मिल्दैन सर म चाहिँ बाहिर छु। मैले भने पनि सर प्रतीक्षा गर्नुपर्छ भने हामी प्रतीक्षा गर्छौँ तर उहाँले होइन सर टाइम लाग्न सक्छ होला भनेर पन्छाउनु भयो। यहाँबाट तपाईँहरू आफै बुझ्न सक्नुहुन्छ होला किनभने नेपाली जनता एकदमै बुद्धिमान छ मिलाएर बुझिहाल्नु होला। यो भेचन मण्डलज्यूको प्रतिक्रिया अनुसार उहाँले चाहिँ के भन्न खोज्नु भएको हो र सरकारवाला निकायसँग यो विद्यालयप्रति गम्भीर ध्यान आकर्षण होस् भन्ने अनुरोध गर्न चाहन्छु। गरिबका बालबालिकाहरू पढ्न आउँछ र उहाँको भविष्यमाथि राजनीतिक हुन्छ। यहाँ पढाउने शिक्षक शिक्षिकाहरूको बालबालिका त प्राइभेट विद्यालयमा पढिरहेको छ। यहाँ पढ्न आउने को त त्यही गरिब दलितका बालबालिका र ती गरिब दलितका बालबालिकामाथि यसरी खेलबाड गरिन्छ। अब चाहिँ सम्पूर्ण नेपाली जनतालाई जाग्नै पर्यो। यदि विद्यालयमा भ्रष्टाचार भइरहेको छ भने यदि विद्यालयमा बालबालिकाहरूले राम्रो शिक्षा पाइरहेको छैन भने त्यहाँको शिक्षकहरू पढाउनुको साटो गफ गरेर बसिराख्नु भएको छ भने त्यहाँको वातावरण राम्रो छैन भने प्रत्येक नेपाली जनताले अब आवाज उठाउनै पर्छ। विद्यालय सुधारका निम्ति शिक्षा क्षेत्रमा परिवर्तनका निम्ति हरेक जनाले हरेक व्यक्तिहरूले हरेक नेपाली जनताले आफ्नो आफ्नो ठाउँबाट आवाज उठाउनु होला भन्ने यही क्यामेरा मार्फत अनुरोध गर्न चाहन्छु।